एकछिन न एकछिन ओहो सकिन्छ कि नै ढुकढुक भयो एजन ल है त ओ भाइ मेरो दिदीहरु त फर्केर गयो भाग्यो सकेन त्यत्रो पुग्न बल्ल आधा पनि भएन म नि यही छु खुट्टा काम्यो के गर्ने होला जाम के गरौँ म त फर्के म त सकेन डर लाग्यो माइ लर्ड अबे मेरो दिदीले हिम्मत गरौँ जाम फेरि एकचोटि ट्राई गरौँ भने है त जान्छ ल मैले साथी पाएको मलाई त डर पो लाग्यो कस्तो तल हेऱ्यो भने डर लाग्ने रहेछ कि कस्तो सिरिङ्ग भयो ल गाइस तल नहेरिकन हेर्न तल नहेरौँ सिधै हेरौँ तिनीहरू पुग्यो ए बाजी बज्यो है ए तल पो रहेछ सकिन्छ कि नै पुगेर आउनु भएको त सजिलो पारी हेरेर जानु नसमाउनु म्याडम झन् डराउनु एक्लै हिँडौँ ल छाडै यहाँबाट पो फर्किनु जाम के दुईजना भइसक्यो सकिन्छ होला के अघि म एक्लै भएर डर लाग्यो त्यो त बच्चा त गयो हामी के हो र तिनीहरू पुग्यो कि नै र पुग्यो डर नहेर म ल अघि हामी उतादेखि आउँदाखेरि नि बा कति माथि त्यो पुल कति लामो डर लाग्ने भन्दै कुरा गर्दै आएको आखिरमा त यहीँ हामी नहेर म त फाइनली हामी आइपुग्यौँ है त ल डराइ भयो नि आइपुग्यौँ अरू तिनवटा दिदी चाहिँ सकेन लास्टै स्याहाँ थियो कत्तिको लामो छ म देखाइदिन्छु है त्यत्तिको लामो त्यहाँबाट यहाँ आइपुग्यौँ अब छैन धेरै कोही हाम्रो ग्रुप आइसक्यो 3-4 जना मात्र सकेन हामी पनि भला सक्यौँ हेलो माथि यस्तो रहेछ माथि ल फेरि फर्किने ल यो दुईटा तरुनी छोरीहरू चाहिँ सके है मजाले यिनीहरू दुईटा चाहिँ नडराएको हामी बुढी मान्छेहरू चाहिँ डराएको ल हामी फेरि फर्किँदै ल बल्ल आँट्यो रामदेखि हेरौँ न किन अरू हल्लिने है छोरी सुई एजिला माइसलाई बिचमा हिँडाल त ल मेरो छोरी पनि सक्यो है सक्यो वहाँ पुग्ने अब हामी फेरि उतिखेरै कि रेस गर्न नआउने कस्तो स्यासे हुने रहेछ
सुरुमा त म आधैबाट आधा नि होइन ए यिनीहरू कति मजाले हिँडेको है यिनीहरूलाई हेर्दै अघि त्यो दुइटा भाइलाई हेर्थ्यौँ अब यिनीहरूलाई हेर्दै हिँड्ने दुईवटा काले भाइलाई हेर्दै हिँड्ने थियो अब फेरि दुईवटालाई सक्यो हुर्रे सक्यो हामी गइरहेको हामी गएर सक्यौँ हामीले सक्यौँ